अनि माइला दाइलाई यो मुभी खेल्ने उ चाहिँ पहिलेदेखि नै थियो कि बाल्य अवस्थादेखि नै थियो कि जुनुन हो उहाँको एकदमै त्यो दिवाना हुनुहुन्छ मुभी खेल्नको लागि उहाँ होइन यस्तो भयो के पुण्य छ मेरो जुनुन भन्दा पनि पब्लिकको माग हो क्या अहिलेको मेरो जुनुन पब्लिकको माग हो। अनि मलाई यस्तो लाग्थ्यो कि मलाई क्यारेक्टर गर्न म सक्छु म सक्षम छु भन्ने विश्वास त मलाई लाग्छ। तर पब्लिकको माग पनि छ कि माइला दाई यो टिकटकमा मात्रै प्राइभेट सेक्सनमा मात्रै नाटक नगरेर ठुलो पर्दामा पनि नाटक केही गरिदिन पर्यो भन्ने चाहिँ कता कता चाहिँ पब्लिकको पनि सुनिन्छ क्या आवाज। मेरो मात्रै होइन मेरो जुनुन होइन के किन जब कोल आए पनि त एउटा टिकटकबाटै गएका हुन्थ्यो नि हो कि होइन। कुलवाईले चाहिँ टिकटकबाट गएर मुभी बनाएर चाहिँ नपऱ्यो ऊ गर्न सक्छन् भने हामी किन सकिन्छ। उमेरले के गर्छ अर्को अमरीश पुरी पनि त 48 वर्षको उमेरमा चाहिँ आएर चाहिँ नपऱ्यो सुपरस्टार बनेका विलनमा हामीलाई मुन्ना भाइको। अब हामी सबैलाई चाहिँ चक्लेटी हिरो मात्रै बोल्नु पर्छ। मलाई जोड्नु न सुपरम्यानलाई जोड्नु सुपरम्यानजीलाई ल म यो खोजिरहेको छु यो पहिले कट गर्नु पहिले कट गर्नु दियो कट गर्नु म्याच कट गर्नु अनि बल्ल हुन्छ ल जोड्नु त सुपरम्यानजीलाई होइन म्याच त कट भइसक्यो त सुपरम्यानजीलाई जोड्नु न यहाँ आइराखेकै जोड्नुहोस् त तपाईँले जोड्नुहोस् त अनिल सर। यता मेरो त रिक्वेस्ट आएर पुरै यहाँ 10वटा रिक्वेस्ट आइसक्यो। के हो यो उहाँ को हुनुहुन्छ अनिलजीको नेट के भयो अनिलजी? हजुर नमस्कार नमस्कार मेरो नेट ठिकै छ। नमस्कार अनिलजी नमस्कार तपाईँ सन्चै हुनुहुन्छ? नमस्कार भेना यो गेम नलगाउँ न हो म लगाउँछु नि गेम यो भएन सिंगल भयो क्या पुण्य सर हजुर सिंगल भयो क्या डबल म लगाउँछु तपाईँहरू आत्तिर नलगाउनुहोस् गेम प्लिज म लगाइदिन्छु। यहाँ सुपरम्यान जोइन भने यहाँ के 1 मिनट ब्रान्डेड तिमी जाऊ त अहिले जोड्छु म तिमीलाई। यहाँ सुपरम्यानलाई यसो जोड्छौँ क्या हामीले यसो जाऊ त म पछि जोड्छु तिमीलाई। ल जोइन भने यहाँ होइन पब्लिकको इच्छा पनि पुरा गर्नु पर्यो नि हामीले। फेरि अफ गरेछ नि सुपरम्यानले एकचोटि खोज्नु त रिक्वेस्ट अफ गरेछ अफ गरे यहाँ के पक्नु आउनको लागि होला। ए हुन सक्छ खुल्ला राख्नुहोस् न सबैको बोर्ड खुल्ला राख्नु सबैको अफ नराख्नुहोस् आउन सक्नुहुन्छ रिक्वेस्ट पठाउन सक्नुहुन्छ। माइला दाई माथि ल अरे माइला दाई माथि लगानी गर्ने त केटा बुद्धि बिग्रेको होइन बुद्धि आएको उसले चाहिँ नपरो जो आजसम्म कमाएन उसले मुभी बनायो भने कमाउँछ त्यो कुरालाई पनि याद राख। यो बोकालाई पनि कति आतुरी भएको हुन्छ आउनलाई। सुनिराख्नु न कलाकारले सुनिराख्नु। सुपरम्यानजी वेट भनेको छ है उहाँको मान्छे एकैछिन अहिले कसैलाई पनि नजोड है ब्रान्डिडलाई पछि जोड्छौँ हामी। ए साथी हो गएर के भनिदिनु भने सुपरम्यानजी जोइन माइललाई भनिदिनु जोइन माइललाई पुण्य गौतम ल हामी त्यो इन्भिटेसन खोल्न पनि भनिदिनु त हामी जोड्छौँ। अरे केटा थोपडा चाहिँदैन के मुभी बनाउनको लागि एउटा होनर चाहिन्छ एउटा पब्लिकको माया चाहिन्छ सबैको मनमुटुमा बसेको मान्छे हुनुपर्छ सबैले चिनेको हुनु पर्यो। ए फलानाको मुभी आएछ मेरो सक्कल देख्दा बित्तिकै सबैलाई थाहा हुनु पर्यो ए माइलदाई इन त माइलदाई हुन्कर ए माइलदाईको मुभी आएछ हो जाम माइलदाई त्यो हुनु पर्यो के बुद्धुहरू। यही भएर त हाम्रो नेपाल चाहिँ नपर पछाडि परेको छ। यही भएर त चाहिँ नपर हजारौँ लाखौँ बेरोजगार साला युवाहरू बेरोजगार भएका छन्।
त्यही भएर त आत्महत्या जस्तो चाहिँ प्रवृत्तिहरू युवाको बढेको छ। यस्तै तरिकाले हो के यो चाहिँ सोच चाहिँ परिवर्तन गर केटा हो। जबसम्म यो सोच परिवर्तन गर्दैनौ नि यही हालत हुन्छ। युवाहरू पनि आत्महत्या बढी हुन्छ, देशको पनि प्रगति यस्तै हुन्छ। सोचमा परिवर्तन ल्याउनु पर्छ आफ्नो। राम्रो भाषण। अहिलेको युवाहरूले किन आत्महत्या यति धेरै बढेको छ कारण के हो? किनकि अहिलेको युवाहरू खालि जे देख्छ त्यही बोल्छ। वास्तविकता के हो त्यो उनीहरूलाई थाहा हुँदैन। भित्री चाहिँ दुनियाँ के छ त्यो थाहा हुँदैन। कसैले यति चिज छ भनिदियो भने आत्महत्या, थोरै दुःख तकलिफ केही आयो, पसिना आयो शरीरबाट त्यो पनि आत्महत्या, थोरै ऋण लाग्यो त्यो पनि आत्महत्या, केही काममा सक्सेस भइएन त्यो पनि आत्महत्या। दाइ सुपरम्यानजी फेरि 15 मिनटको समय भन्नु हो, के गर्ने या पठाउनु हो कुरा? 15 मिनटमै 15 मिनटसँग हामी कता कता भइन्छ होइन? हामी खेलौँ आफ्नै तरिकाले। दाइ आफ्नो कुरा भन्दै गर्नु। ब्रान्डिटलाई जोडौँ, ब्रान्डिट आइरहेको छ बिचरा। ल म जोडेँ, हामी खेलौँ न। ल भेना तपाईँले सुपरम्यान दाइसँग प्राइभेटमा फोन गरेर एकचोटि भन्नु इन्भिटेसन अन गर्नको लागि। तपाईँहरू दुईजनाको प्रब्लम के हो? उहाँ एक्लै बसिराख्नु भएको छ, मैले हेरिरहेको छु। इन्भिटेसन अफ छ, फोन कल हिम। अरे यार यो मान्छेको पनि गाला चढाममा चड्काउने चाहिँ बिहान दिमाग खराब भएर सुपरम्यानसित मेरो के हुने हो र? सबै राम्रै त छ गर। गेममा जोडौँ खेलौँ भनेको, नचाहिएका खालि भाँड भैलो गराउने झगडा गराउने काम गर्छ यार जति बेला पनि। फेरि कसले लगायो गेम? फेरि म लाउँछु भनेको हे